हेलो साथीहरू, नमस्ते। आज पनि मैले साबुन बनाएको भिडियो लिएर आएको छु। म चाहिँ तितेपाती र निम सफा गर्दैछु। यो हो ओरिजिनल। यसलाई मजाले धुँदैछु अनि धोइसकेपछि मिक्सरमा लगाउँछु मिक्सर गर्नलाई। अनि मिक्सर गरिसकेर छान्छु। यसरी साथीहरू तपाईहरु पनि बनाउन सक्नुहुन्छ। यो धेरै हार्ड छैन, इजी छ। आफूलाई बनाएर युज गर्न नि सक्नुहुन्छ। यसरी छानेर यसको रस निकाल्छु म चाहिँ। मैले धुलो चाहिँ युज गरेको छैन। यो प्योर आफूले बनाएर यसको झोल निकालेर चाहिँ बनाएको छु साथीहरू। अब यसलाई पकाउन सुरु गरेँ। मैले एउटा कराईमा पानी तताइसकेँ अनि मैले यो चाहिँ अर्डर गरेको थिएँ सपेस। अनि हिजो मात्रै आइपुगेको थियो। अब यसलाई म मसिनो गरेर काट्छु। काट्यो भने चाहिँ छिटो पग्लिँदो रहेछ, त्यही भएर, नत्र धेरै टाइम लाग्ने रहेछ। मसिनो पार्यो भने चाहिँ छिटै पग्लिन्छ नि त, त्यही भएर साथीहरू यसलाई चाहिँ म यहाँ लगाएर मसिनो मसिनो पारेर काट्छु। अनि यहाँ अघि बसाएको तातो पानीमाथि सस्पेन राखेर यसलाई पगाल्छु। बिस्तारै बिस्तारै पगाली पनि सक्छु। पगालिसकेर अघि त्यो मैले तितेपाती र निमको निचारेको रस लगाउँछु अनि पकाउँछु 10-15 मिनट। अनि पकाएर रेडी हुन्छ। अनि यो मोडमा लगाउँछु म। यो मोडमा लगाएको 1 घन्टापछि सुक्छ अनि ठिक्क निकाल्ने र फेरि सुकाउने बेला हुन्छ। यो चाहिँ तातो तातो लाउनुपर्छ, नत्र जमिहाल्छ। सेलाएपछि चाहिँ 1 घन्टापछि म यो रेडी हुन्छ। अनि यहाँबाट म निकालेर कपडामाथि राखेर सुकाउँछु। साथीहरू यसरी रेडी हुन्छ। तपाईहरु पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ रेडी गरेँ।